के छ यार अनिस? दाइ बिन्दास चलिरहेछ। शीतल छ, चिल छ, जाडो छ, तिम्रो म्युजिक हुडी लगाइएको छ टक्क। तिम्रो म्युजिक कस्तो भइरहेछ त? म्युजिक करियर राम्रै ठिकै छ यार। करियर त के भन्ने, अब बिन्दासमा कन्टेन्ट बनाउँदैछु अहिले। तिम्रो युट्युब च्यानलमा मैले देखेको थिएँ प्रेस स्टार्ट भोल्युम 1 र 2 सबै स्याम्पलिङ टेक्निकहरू अनि हल्का साउन्ड डिजाइन त्यस्तै हो। टन्नै गीत बनाएछ त होइन? कतिवटा गीत बनाएछ अहिले? भोल्युम 1मा 14वटा होला, भोल्युम 1मा। भोल्युम 2मा 8वटा, 20-22वटा। 22वटा सङ्ग्स विदिन हाउ मेनी मन्थ्स? इट्स बिन लाइक होला यार 8-9 महिना। फ्री छु अहिले, एमबिए पनि गरिरहेको छु। एमबिए पनि सक्यो होइन? मेरो मास्टर्स भर्खरै सक्यो, एमबिए भर्खरै सकाएँ। तिमीले म्युजिकमै सिरियस पुरै करियर के हुने हो, करियर पुरै सिरियस भइरहेछ। तिमीले म्युजिकको मास्टर्स पनि छुट्टै गरेको छैन? म्युजिकको मास्टर्स चाहिँ मैले होइन, मास्टर्स होइन, ब्याचलर्स। म्युजिकको ब्याचलर्स गर्यो? ब्याचलर्स। अनि मास्टर्स चाहिँ मैले बिजनेसमा गरेको, एमबिए बिजनेस एडमिनिस्ट्रेसन। त्यो चाहिँ किन यताउति म्युजिक अब होइन बाट डिफ्रेन्ट? बिजनेस पर्सपेक्टिभ प्लस अलिकति अब कति कुराहरू धेरै कुरा सिकेँ क्या मैले एमबिएमा। यस्तो कुरा सिकेँ। ओहो, टपिकमा नै एआई नै मात्रै क्या, सबैजना टल्ला परेर एआई यो चाहिँ एमबिएमा कि होइन, कन्फरेन्स काममा, मन्त्रमा अडियो भिजुअल, अब त्यो मिक्सरहरू, एलइडीहरू, सेटअपहरू होइन, पोडियमहरू बनाउने, माइकहरू गरिरहेको। अनि त्यहाँ बस्यो भने पुरै क्लासरुममा बसे जस्तो फिल हुने क्या। अब अलमोस्ट सबै धेरै बिलियनरहरू पनि आउन सक्छ त्यहाँ। फ्रेडी मर्क्युरी पहिला बस्थ्यो अरे त्यो होटेलमा। फाउन्डेसन छ होइन अहिले? उसको फाल्टै रुम थियो अरे त्यहाँनिर। उसको त घरै छ नि होइन? घरै छ, त्यहाँ घर पनि छ, स्टुडियो पनि छ, रेकर्डिङ स्टुडियो छ। अनि स्मोक अन द वाटर भन्ने गीत त्यहीँबाट बनिएको अरे। त्यहाँ हल्का आगो लागेको थियो अरे ऊ त्यहाँ त्यो लेकमा। आगो लागेको थियो अरे क्या त्यहाँ साइडमा, त्यो के अरे ठ्याक्कै लेकमा साइडमा क्या। त्यहाँ छ नि चिल होइन, डिप पर्पलको गीत होइन? डिप पर्पलको गीत हो। अनि उनीहरू यहाँ आउँदाखेरि रेकर्ड गर्दा अनि ठ्याक्कै छाया लेकमा पुरै बलिरहेको देख्यो कि स्मोक अन द वाटर। भनेपछि फ्रेडी मर्क्युरीको स्टुडियोमा डिप पर्पल आउँदाखेरिको स्टोरी हो यो। मन्त्र दामी छ नि होइन। स्टुडियो तिमी गयो? होइन, स्टुडियो त गएको छैन। स्टुडियो त त्यही माथि कतै छ। अब कुनै दिन जुऱ्यो भने त्यहाँ यसो त दामी छ। 1 आवर ड्राइभ। कन्फरेन्स चाहिँ के म्युजिकसँग रिलेटेड मात्र कन्फरेन्स? होइन, कहाँ म्युजिकसँग रिलेटेड कन्टेन्ट होइन। एआई बिजनेस मात्रै हो। सबैजना त्यहाँ बिजनेसको कुरा मात्रै हुन्छ। तिम्रो एउटा भिडियो चाहिँ देखाएको थिएँ मैले, त्यहाँ स्टोरी हालेको 2जना होइन, भिडियो नै छ युट्युबमा तिम्रो राखेको च्यानलमा? युट्युबमा होइन, युट्युबमा छ। जस 2जना अलिक बुढा केटाहरू, अनि तिमीले पनि चलाइरहेको। तिमी कहिले यता आइरहन्छ, कहिले उता गइरहन्छ। त्यो चाहिँ कहाँ हो? त्यो त रेकर्डिङ स्टुडियो हो। रेकर्डिङ स्टुडियो हो। बुढोहरू भनेको 2जना बजाइरहेको इन्स्ट्रुमेन्ट समथिङ कि एलइडी उठाएर हुन्छ। ब्याकग्राउन्डमा थियो। ए हो, ओके। द्याट वाज इन मन्थो। मलाई रमाइलो लाग्छ यार त्यस्तो गर्न। लेगो हुन्छ नि, लेगोहरू मिलाएको पुरा मिलाउनु पर्छ नि, त्यस्तै हुन्छ क्या। मजा आउँछ त्यो एलइडी राख्यो सबैतिर माथि। एज अ नर्मल पर्सन हु इज नट इन्भल्भ इन म्युजिक, तर सबै मान्छेले म्युजिक त सुनिरहेको हुन्छ होइन मजाले। अब मैले पनि म्युजिक त सुन्नु छ, तर म म्युजिक प्रड्युस त गर्दिनँ। तर एज अ म्युजिक प्रड्युसर चाहिँ म्युजिक स्टडी गर्नुपर्छ क्या, अलिकति स्टडी गर्नुपर्छ। जे कुराको लागि पनि कर्भ हुन्छ नि त। स्टडी के भन्छ, त्यो पार गरेपछि मात्रै
हुन्छ नि त अब त्यो सिक्नु पऱ्यो होइन इन्ट्रेस्ट देखाउनु पऱ्यो डेडिकेसन आई डोन्ट नो म चाहिँ यहाँ हाम्रो स्विजरल्यान्डमा समन दाइ मात्रै छ ए समन दाइ चिल हामी कति पछि भेटेको हो भयो 3-4 महिना मिनिमम तपाईँको के चलिरहेछ त अहिले अब कमिङ डेजमा चाहिँ आम गन सेट अप ह्यामक स्टल यहाँ न्यू बाई द लेक आम गन सेट अप यो चाहिँ ह्यामक सन्डे होइन मेड इन नेपाल ह्यामक वर्ल्ड्स लाइटेस्ट ह्यामक वान अफ द लाइटेस्ट ह्यामक जहाँसम्म लाग्छ मलाई लाइक फुल ह्यामक सेट चाहिँ हाम्रोभन्दा लाइट कसैको छैन वी आर स्योर इट्स लाइट भेरी लाइट जहाँसम्म अब हामीले देखेको अनुसार चाहिँ ह्यामक सेट विथ एङ्कर एन्ड अल चाहिँ लाइट छ चाहिँ स्टार्ट अब आइम ट्राइङ टु डु सम नेपाली प्रडक्ट प्रमोसन इन स्विजरल्यान्ड त्यही हो अनि हेयर एन्ड देयर आइम टिचिङ साउन्ड हिलिङ योगा त्यो त मलाई थाहा छ कहिलेकाहीँ चाहिँ अब ह्यामक अस्ति खै तपाईँकोबाट किन्ने भनेको राति लिएर जाउँ न आज मलाई एउटा ह्यामक दिनु न आज लिएर जाउँ ब्लू र ग्रिनमा छ हेरिदिउँ न हुन्छ हेरिदिउँ न ल्याउनु न ऊ त्यहीँ छ यार लिउँला नि अहिले हेरौँला नि तिमीले यो नयाँ चाहिँ देखाएको छैन होइन पुरानो मात्रै देखाएको छ पुरानो त पुरानो त हामी त्यहाँनिर युज त्यही त हो नि यो चाहिँ पुरानो हो यो चाहिँ नयाँ होला हो क्या दिस इज न्यू कि ग्रिन कि ब्लू ग्रिन ब्लू दिस इज द न्यू वान ग्रिन यसमा चाहिँ सबै अट्याच छ क्या तिम्रो छुट्टा छुट्टै केही पनि छैन क्या तिम्रो पाउच छुट्टै छुट्टै हुन्छ भन्ने पनि छैन खोल्यो लगायो भयो एङ्कर चाहिँ डिफ्रेन्ट छ एङ्कर पनि भित्रै छ रुखमा टक्क जोडेर अस्ति होइन क्या मजा आउँछ यार रुखमा राखे पनि भयो त पुरै रुममा राखे पनि भयो रुममा चाहिँ आई डोन्ट नो म्यान रुममा पनि राख्न मिल्छ कसरी राख्ने रुममा एउटा झ्यालबाट ढोका हाल्ने हो क्या सिधै ढोका बन्द गरेर राख्नुपर्छ ढोकामा बन्द गरेर राखे पनि भयो अब पिलरहरू छ भने पिलरमा राखे पनि भयो मैले स्ल्याक लाइन त रुमभित्र राखेको छ भनेपछि ह्यामक त झन् मजाले हुन्छ तर डिपेन्ड्स कतिको बलियो छ यो चाहिँ यसमै भइराख्नु पर्ने हो है कि खोल्न ए होइन त्यो चाहिँ अब अरू एक्स्ट्रा नराखिकन प्लास्टिक फ्री प्याकेजिङ गर्नलाई राखेको त्यो चाहिँ नेपाली कागज हो क्या ल धन्यवाद सो दिस इज द फर्स्ट स्टार्ट फेज मेड इन नेपाल यसपछि अब अरू के हुन्छ उयो छ इन्स्टाग्राम दाइ इन्स्टाग्राम स्विजरल्यान्डको yochu.ch छ अनि हाम्रो वर्ल्ड वाइडको लागि चाहिँ yochu.co छ अहिले स्विजरल्यान्डको लागि चाहिँ एउटा छ अहिले जापानमा छ स्विजरल्यान्डमा छ अस्ट्रेलियामा पनि सुरु हुँदैछ नेपालमा त अब फर्स्ट नेपालमै भयो यो चाहिँ अब सेकेन्ड जेनेरेसन ह्यामक हो यो चाहिँ फर्स्ट जेनेरेसन चाहिँ 2टा छुट्टै पाउचमा थियो मलाई सोध्न मन लागेको चाहिँ तिम्रो म्युजिकको हिस्ट्री होइन तिमीले कसरी म्युजिक स्टार्ट गर्यो कति वर्ष हुँदादेखि तिमी चाहिँ म्युजिकमा थियो म्युजिकमा मैले सुरुमा पहिला होइन अब बच्चा बेला मैले क्लासिकल गरेको थिएँ होइन राम्रै थियो बच्चा बेला भने कति वर्ष 7 वर्ष बेला होइन 7 क्लासमा 7 क्लास होइन नि क्लास 4 5देखि मैले त्यहाँनिर त्यो सिकेँ होइन सिकेर अनि एउटा कल्चरल प्रोग्राम हुन्छ नि नेपालमा स्कुलको पुरै त्यसमा चाहिँ पुरा एकजना स्कलरसिप पाएको थियो मैले 5देखि 10सम्म स्कलरसिप पाएको थिएँ अनि रमाइलो थियो तर हाम्रो स्कुल सम्झिँदाखेरि चाहिँ पुरै यार त्यतिखेर वान अफ द बेस्ट थियो यार स्विमिङ पुलहरू छ क्या कुन स्कुलमा कन्काई फाउन्डेसन भन्ने फाउन्डेसन हो कि कन्काई फाउन्डेसन कता हो यो चाहिँ झापा बिर्ता मोडमा तिम्रो अब टिचरहरूले पनि तिमीलाई मेसेजहरू गर्छ गर्दैन कन्ट्याक्टहरू छैन
फेसबुकमा चाहिँ छ होइन कहिले काहीँ बोलचाल आइहाल्यो तिम्रो म्युजिक टिचरकै स्पेसली ए अस्ति भेटेँ नि गुरुलाई त मैले भेटेँ अनि एत्तेरिका त्यहाँ बसेँ होइन अनि केटाहरूले साथी छ मेरो अर्को एकजना जोनी भन्ने सरलाई पनि भेटेँ गीत सित गायो सरले पनि पुरै जज बस्न भनेर ब्यान्डको जज बसेको थिएँ के प्रोग्राममा थियो त्यो जज ब्यान्ड कन्सर्ट स्कुलको ब्यान्ड पुरै खतरा पिन्चौडाको सुगा हाम्रो 1974 दाइहरूको त्यो गीतहरू पुरै बच्चाहरूले पुरै खतरा उठाएको रहेछ यार पुरै मिठो छ रमाइलो मजा आउँछ सो भनेपछि तिम्रो राम्रो थियो तिम्रो एजुकेसन म्युजिक एजुकेसन चाहिँ फर्मली नै स्टार्ट भयो उसो भए फर्मली सारेगमप नोटहरू चिन्ने होइन अब त्यस्तै थियो होइन बिस्तारै बढ्दै गयो त्यही त हो नि अनि अब त्यस पछाडि यहाँ आयो बाटोहरू खुल्यो ल के गर्ने भन्दाखेरि ब्याचलर्स गरौँ म्युजिकमा के छ होइन साउन्ड डिजाइन अनि युकेमा भएको पोइन्ट ब्ल्याङ्क म्युजिक स्कुल भन्ने छ मिडल सेक्स युनिभर्सिटी लन्डनबाट त्यहाँनिर चाहिँ अफिलिएटेड अनि तिमी युकेमा पढेको थियौ होइन मेरो रिमोट स्विजरल्यान्डमा बसेर युकेको अफिलिएसन ओके एभ्री विक 2 चोटि क्लास हुन्थ्यो अनि एउटा 1-to-1 अनि स्ट्रिकै थियो पुरै तर त्यतिखेर त च्याट जिपिटी सिपिटी केही पनि थिएन क्रिटिकल एनालिसिस गर्न चाहिँ खतरा हुन्थ्यो क्या तिमीले खुला आकाशको गरेको थिएँ द्याट्स वान अफ माई फेभरेट पनि मजा रमाइलो हामी गएको थियौँ नि होइन मजा आएको थियो अनि त्यो अनुसार अहिले प्रेस स्टार्टको पनि तिमीले अब नयाँ यसो यहाँ आज ज्याम पनि गऱ्यो आज ज्याम पनि भयो भिडियो अपलोड हुन्छ भिडियो म्युजिकहरू अपलोड गरेर आएको छ होइन त्यो हेर्दाखेरि पनि कहिलेकाहीँ त अब सुन्दै जाँदाखेरि ओ वाउ होइन दिस इज नाइस हुने क्या तिमीले अघि बजाएको ज्याममा पनि हुन्छ नि ओ यस मलाई थाहा थिएन होइन अनिसको भनेर अनि पछि को रहेछ भने आर्टिस्ट हेरौँ भन्दाखेरि अनिस ओ वा सो त्यो सुन्दाखेरि चाहिँ ओ नाइस यु क्यान बी इन्टरनेसनल आर्टिस्ट हुन्छ नि यु क्यान गो म गरिरहेको छु आफ्नो स्टाइलमा गरिरहेको छु म बिन्दासमा मलाई के for producers one sample for producers whose idea was that थियो हाम्रो एन्ड्रु वाङको आइडिया गर्ने भनेर गरिदिउँ न त भनेको केटाहरू रमाइलो भएको थियो यार त्यो कोलाबोरेसन पनि मजा आएको थियो यसो एउटा स्याम्पल लिएर टुक 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 एउटा चाहिँ हेरेको थिएँ मैले एपिसोड 3टा मात्रै छ त्यो परिवार खतरा छ रमाइलो थियो त्यो चाहिँ ओभरअल हेर्नलाई पनि रमाइलो भएको थियो कि एभ्रिबडी इज प्लेइङ इन डिफ्रेन्ट देयर ओन वे होइन तर त्यो चाहिँ अलिक हतारमा डाङ डाङ डुङडुङ भयो यार त्यो हतारमा भयो भने मलाई चाहिँ हेर्नलाई मजा आएको थियो आई थिङ्क फर्स्टमा को छ श्रीजे छ सेकेन्डमा उयो छ नि हाम्रो एकजना साथी हुनुहुन्छ नि अस्ट्रेलियाबाट प्रिस्मा फोसिल पनि थियो नि एउटामा होइन फोसिल चाहिँ थर्डमा थियो फोसिल थियो रमाइलो भएको थियो यार त्यो पनि वाट वाज द आइडिया बिहाइन्ड द्याट त्यो चाहिँ के को लागि हो त्यो चाहिँ अब म्युजिक प्रोडक्सन म्युजिक प्रड्युसर कम्युनिटी हुन्छ नि एउटा ल यस्तो पनि हुन्छ भन्ने टाइपको हुन्छ नि हाम्रो पहिला पनि गरिसकेको छ हाम्रो नेपालमा अर्को एकजना साथी विकी कुल ब्रोले गर्यो होला एज अ होस्ट देखेको भनेको फर्स्ट टाइम तिम्रै हो होइन अब बाहिरको आर्टिस्टहरूको पनि मैले राम्रोसँग देखाएको छैन अब तिमीलाई पर्सनली चिनेको भएर पनि होला मैले फलो गरेँ भने पनि देखा होला तर आई लाइक इट्स काइन्ड अफ लाइक अ गेम कम्पिटिसन फ्रेन्डली हुन्छ नि अनि लाइक एउटा कुरा कसैलाई दिएर होइन इच इन्डिभिजुअलले सबैजनाको डिफ्रेन्ट आइडिया हुन्छ सबैजनाले कसरी अब जस्तै खाना पनि ल होइन सेम इन्ग्रिडियन्ट 4जना डिफ्रेन्ट मान्छेलाई दियो भने त्यो फ्लेभरै डिफ्रेन्ट निस्किन्छ नि त्यही त हो नि त्यही त त्यो आइडिया त्यो हेर्न त्यो यसले अब कस्तो गर्छ त्यो त अब गेम जस्तो पनि भयो नि त होइन रमाइलो थियो यार फेरि हेर्न पाइयोस् त्यस्तो फेरि
गर्नुपर्छ। नेपाली आर्टिस्ट पनि भयो अनि स्विस आर्टिस्ट पनि थियो नि एउटा होइन हाम्रो एकजना साथी छ फ्रम लोजान नजिकै क्रिस छ। अब अहिले चाहिँ केमा बिजी छ त? अहिले अलिकति स्टडी गरिरहेको छु यार म फेरि। केमा स्टडी? मेरो त्यो म्युजिक स्टडी म्युजिक स्टडी एउटा इन्स्ट्रुमेन्ट थपेछु मैले, त्यो स्टडी गरिरहेको छु के छ भनेर। लास्टै एडिक्टिभ छ यार, चलाएपछि चलाइ हुन्छ अब दिनभरि। तिमीले दिनमा अहिलेसम्म कति आवर्स चाहिँ म्युजिक प्रड्युस गर्नलाई टाइम बिताएको छ? अहिले त मैले यार अलमोस्ट मेरो एभरेजमा भन्दाखेरि 7 आवर्स। 7 आवर्स एभरेजमा 7 आवर्स 6 आवर्स भनौँ न। 1 वर्षदेखि स्टडी गरिरहेको छु। रमाइलो छ यार त्यो पनि। अब काम पनि छ होइन, काम पनि छ। कहिलेकाहीँ अब जहिले 7 आवर्स त नहोला, कहिलेकाहीँ 10 आवर्स हुन्छ, कहिलेकाहीँ 2-3 घन्टा होइन, त्यही त हो नि। तिमीसँग त अब भोइस पनि छ, तिमीसँग अब म्युजिकल ब्याकग्राउन्ड पनि राम्रो छ। लाइक यु आर अ ब्यान्ड इटसेल्फ इन योर युनिट होइन? यु क्यान त्यो सबै प्रोडक्सन गर्नेहरूले भएको। तर अब मेरो चाहिँ अब एउटा मान्छेले कति गर्न सक्छ त्यसमा हुन्छ नि होइन। अब मेरो पर्सपेक्टिभमा चाहिँ लाइक यु आर अ फुल प्याकेज, तर यु निड सम मोटिभेसन लाइक कम्युनिटी। यस एक्ज्याक्टली। त्यो चाहिँ अब यहाँ चाहिँ नेपालमा भएको भए चाहिँ अर्कै हुन्थ्यो। यहाँ पनि छन् त छ, तर आइडियाजहरू म लिइरहेको छु। मेरो एकजना छ नि स्टुडियो छ त्यहाँनिर, एकजना मार्कस फिलिङ्गर, एकदमै राम्रो पियानिस्ट। अन्डरग्राउन्ड उसको उयो छ, वेयर हाउस छ, रेकर्डिङ स्टुडियो छ, भाइनल त्यहाँ 50,000 प्लस भाइनल्स होला रेकर्ड। उसको पहिला स्टोर थियो त्यहाँनिर, अनि उसले त्यहाँनिर वेयर हाउस बनाएर राखेको क्या, अनि उसले बेचिरहेको हुन्छ। म पनि यसो गएर त्यहाँनिर किनिरहेको हुन्छु। त्यहाँ रेकर्डिङ त्यहाँ मैले कति 4-5 महिना काम गरेँ, 5-6 महिना होइन। त्यहाँनिर पनि 5-6 महिना होइन नि यार, मैले कति 1 वर्षै गरेँ क्या। तिमीलाई अनि उसले पनि एप्रोच गरेको थिएन होइन? हु इज अ स्टोरी टेलर? साइग्रेस। यस ब्रो, साइग्रेस ब्रोसँग पनि उनी पहिला भेटेको। What was that? होइन, उसले he needed some background music, अनि त्यही उसले कुरा गरिरहेको थियो। How many songs you did for him? मैले एउटा गरिदिएको उसको ब्याकग्राउन्ड। अरू अलिअलि उसले युज त गरिरहेको छ होइन। he gives credit I guess every time। त्यो पनि त्यो अलि इमोसनल टाइपको प्रोको। होइन, जहिले पनि म तिम्रो घर आउँदाखेरि तिम्रो स्टुडियोमा तिमीले देखाउँछौ, म चाहिँ जहिले पनि अस्ट्रक हुन्छ होइन। तिमीले सिम्पल सफ्टवेयरबाट अल काइन्ड्स अफ इन्स्ट्रुमेन्ट बजाउन मिल्छ नि त होइन? मिल्छ। तिमीले आइप्याडबाट ल दिस इज फ्लुट, दिस इज ड्रम, दिस इज गिटार, टिप अफ द फिङ्गरबाटै तिमीले हरेक इन्स्ट्रुमेन्ट बजाइरहेछौ। लाइक देयर इज नो इन्स्ट्रुमेन्ट द्याट यु क्यानट प्ले। खासै सबै साउन्ड डिजाइन हो क्या। अब मेरो आई डोन्ट नो म्यान, पियानो बज्यो भने अलिकति पियानो जस्तो नसुनिएला होइन, सिन्थहरू जस्तो सुनिएला, हल्का साउन्ड डिजाइन गरे जस्तो सुनिएला, त्यस्तो हुन्छ। डिफ्रेन्स चाहिँ कसरी थाहा हुन्छ? जस्तै रियल बजाएको हो कि डिजिटल्ली प्रड्युस गरे हो? डिफ्रेन्स म चाहिँ थाहा पाउँछु होइन, यसो सुन्यो भने। तर हाम्रो कानको लागि त इट्स इम्पोसिबल होइन, सुन्छ होला, सुन्न सक्यो भने त। हामीलाई त यो के हो थाहा छैन नि त, त्यही भएर एउटै हो जस्तो लाग्छ। लाइक तिम्रो हिसाबमा त अब तिमी त अब किरै हो नि त म्युजिकको। होइन यार, त्यस्तो किरा त होइन यार। लाइक यस्तो खतरा म्युजिक प्रड्युसर्सहरू चाहिँ यार म के होइन, कम्पेयर गर्यो भने त त्यही हो। तर लाइक इफ यु कम्पेयर टु मी टु योर सेल्फ, यु आर लाइक वाह गड मेरो लागि त होइन म्युजिकको त्यस्तो हो नि त। होइन, सबैजनासँग एउटा ट्यालेन्ट पनि हजुरसँग। अब तपाईँसँग उता के भन्छ हाम्रो त्यो स्ल्याक लाइनिङ, हाइलाइन। अब नर्मल मान्छेसँग कम्पेयर गर्यो भने चाहिँ वा नै हुन्छ। तर लाइक मैले पनि अब त्यहाँ यस्तो मान्छे छ 2 किलोमिटर हाइलाइनमा हिँडेको मान्छे, त्यो हेरेर चाहिँ के पनि होइन हुन्छ नि त।
त्यो चाहिँ मोटिभेसन जहिले डाउन नै हुन्छ क्या अहिले तिमीले जुन तरिकाले यो लास्ट 6 मन्थ्समा तिम्रो युट्युबको च्यानल पनि ग्रो भइरहेछ सब्सक्राइबर पनि अहिले 2000 पुगिसक्यो यार छैन यार 2000 पुगिसक्यो नि हो र त्यो त के छ र फ्यु हन्ड्रेड थियो नि त होइन अनि 1000 पनि थिएन अहिले 2000 पुगिसक्यो अनि त्यो हेर्दाखेरि प्लस अब मैले पनि बजाएर हुन्छ अनि इट्स लाइक रियली ग्रुभिङ के अनि कुनै चाहिँ चिल छ अनि ब्याकग्राउन्डमा बजाइराख्नलाई म्युजिकहरू पनि तिमी टन्नै बनाछ विच इज लाइक awesome राम्रै छ and I wish I can also do that these kind of things हुन्छ के त्यो त मोटिभेसन भन्दा पनि गर्ने आइडियाजहरू अब मलाई त आइडिया छैन केही पनि आई डिडन्ट स्टडी एनिथिङ होइन त्यो चाहिँ स्टडी गर्नुपर्छ तर सुन्नलाई चाहिँ इट्स क्वाइट नाइस थिङ म चाहिँ जहिले पनि जेलस हुने भनेको म्युजिसियनहरूसँग जहिले जेलस हुन्छ कि किनकि त्यो कुरा मलाई आउँदैन नि त गर्न सक्दैन मैले होइन तपाईँ खास कस्तो खालको म्युजिक कुन जनर म्युजिक सुन्नुहुन्छ अब बच्चा बेला धेरै मेटल सुन्थेँ मैले मेटल बच्चा बेला ठुलो हुँदै गएपछि स्लो रक भयो स्लो रक अनि आजकल चाहिँ विदाउट लिरिक्स ओन्ली म्युजिक जुन चाहिँ अहिले तिमीले बनाइरहेछ त्यो चाहिँ प्रायः सुनिरहेको हुन्छ अनि समथिङ भाइभिङ मात्रै त्यस्तो खालको म्युजिकहरू सुनिरहेको हुन्छ साउन्ड हिलिङमा पनि मैले अब बजाउने त्यस्तै हुन्छ मन्त्रहरू बजाएर हुन्छ अनि त्यही भएर आजकल चाहिँ इन्स्ट्रुमेन्टल धेरै सुनिरहेको हुन्छु सही हो अनि कहिले काहीँ ऱ्याप पनि मजा आउँछ नि मेबी यु क्यान अल्सो एन्टर इन्टु द हिप हप जनर तिमी क्लासिकल त बबाल छ होइन होइन म चाहिँ बिट बनाउन रमाइलो लाग्छ क्या बिट बनाउन रमाइलो लाग्छ अरेन्जमेन्टहरू टक 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 गर्न अनि मैले चाहिँ फ्युचरमा तिमीलाई देखेको चाहिँ मेबी यु क्यान डु द्याट थिङ फर स्योर हो नि जस्ट लाइक एड सेरिनले पनि ऱ्याप त गाउँदैन तर कुनै गीतहरू कस्तो फास्ट छ नि त फ्लो म एउटा गीत रिलिज गर्दैछु कुन चाहिँ ऱ्याप टाइपकै छ हो फ्लो कुल सुनिदिउँ न त के हो प्रेस स्टार्टमै छ कि अर्कै एल्बममा छैन यो रिलिजै भएको छैन सो दिस इज यर फ्युचर प्रोजेक्ट अपकमिङ प्रोजेक्ट अपकमिङ प्रोजेक्ट भनौँ न उयसमा कनेक्ट गरौँ नाइस बन्द छ है ढुक बजायो के भन्छ यसलाई सेक्सो ट्रम्पेट स्याम्पलिङ हो तर त्यो बबाल I want this kind of things more from क्लाउडमा हराइरहेका बोल्छु धेरै तर मनभित्र डराइरहेका लिरिक्स चाहिँ बिर्सेँ यार मैले अरूको सपनामा स्क्रोल गर्छु म आफ्नो बाटो हराएको जस्तो मस्तिष्कमा 100 ट्याकुलेका तर कुनै पनि कुरा छैन ओ बुफली संसार कहिले लोड हुँदैन मनभित्र स्ट्यारी तर हाँस फ्लो छ नि गर्छु म हिट म बुफरिङ हो र आफ्नै जोन खोज्दै यदि शान्तिमा वाइफाई हुन्थ्यो घर फर्किन्थे म बुफरिङ अब सोलो छ यहाँ दामस्तै घर फर्किन्थे म अब सोलो दामी छ यार दिस इज रियली ग्रुभिङ दिस पियानो उयो के अरे इलेक्ट्रिक पियानो तर पुऱ्यो यो एल्गोरिदमले भन्छ तिमी ठिक छौ 15 सेकेन्डको थेरापी यही ट्रेन्ड हो मस्तिष्कमा पप अप भावनाहरू बन्द गर्न खोज्दा थप खुल्छन् अरू सायसै पुगेन यार
सायद गीत अफलाइन जस्तो देखिन्छु म तर भित्र भने अनलाइन नै छु म बुफरिङ यो संसार कहिले लोड हुँदैन नियन्त्रणको अभिनय गर्छु म बुफरिङ कस्तो छ दाइ भाइब ठिक छ यदि शान्तिमा वाइफाई हुन्थ्यो घर फर्किन्थे म बुफरिङ Amazing, man. Amazing. हल्की अलि क्याफे भाइ छैन त मजा लाग्यो मलाई ग्रुभी छ अलिकति हल्का ज्याजी हैन हिपहप छ यो बिट हल्का बुम ब्याप टाइपको भनौँ यति हो Oh, this is gonna go get hit. हो र थ्याङ्क यू दाइ यार It's very nice. दामी छ यार यो धेरैजना मान्छेले सुन्छ यो. This is final version or final? फाइनल होइन अझ बाँकी छ यो फाइनल गर्नै It बाँकी feels छ already like final. हो र Huh? मिक्सिङहरू ठिक छ साउन्डहरू मिक्सिङहरु ठिक छ मेबी तिम्रो भोइस अलिकति बढाउनु पर्छ म्युजिकले ओभरल्याप भयो जस्तो लागेको छ तिम्रो भोइस अलिकति क्लियर सुन्न पायो भने अझ मजा आउँछ त्यो लिरिक्स सुन्नलाई लिरिक्स पनि दामी छ त आफै लेख्यो हल्का रोलिङ इट्स कुल के चिप्पाइ थिए या इट्स लाइक नट कन्स्ट्रिक्टेड विथ हुन्छ नि इट्स मोडर्न I don't know, man. इट फिल्स क्याची कुल हुन्छ नि सुनिरहेको कुराहरू फ्लो मलाई मनपर्छ यार यो मोबाइलमा 3% ब्याट्री म पनि त्यस्तै कफी चिसो भइसक्यो म अझै यही सोचहरू क्लाउडमा हराइरहेका बोल्छु धेरै तर मनभित्र डराइरहेका आफ्नो सपनामा स्क्रोल गर्छु म आफ्नो बाटो हराएको जस्तो मस्तिष्कमा 100 ट्याब खुलेका तर कुनै पनि कुरा छैन ओ म बुफरिङ यो संसार कहिले लोड हुँदैन बफरिङ भनेको खास बफरिङ म बफरिङ अलिक गिला सुन्यो क्या अनि बुफरिङ बनाइदियो क्या बिओओ बु क्या लुजर टाइपको अलिक अब यो भाइब कस्तो दिन्छ यो गीतले भन्नु त तपाईँलाई अनेस्टली दिस इज लाइक यु क्यानट स्टे स्टिल यु विल बी मुभिङ लाइक यु क्यानट स्टे स्टिल मजाको छ नि त अब त्यस्तो ढुकचिक वाला चाहिँ होइन कि इट्स लाइक हुन्छ नि लाइक वेभ के स्लो इट्स हल्का लोफाई हिपहप beat. I mean, this you can play and make it for like 3 hours lo-fi song. Okay? त्यस्तो त बनाउनु I mean, it's kind of that groovy. तिमीले बनाएको त्यो काठमाडौँ lo-fi पनि काठमाडौँ it's better than that भन्छु म चाहिँ हो र You can play this in cafe like all day long. It's an at least for 3-4 hours. मजा छोड्यो. एल्गोरिदमले भन्छ तिमी ठिक छौ 15 सेकेन्डको थेरापी यही ट्रेन्ड हो मस्तिष्कमा पप अप भावनाहरू बन्द गर्न खोज्दा तप खुल्छन् अरू सायद नै होस् नै नयाँ शान्ति हो सायद मौन ताने गीत अफलाइन जस्तो देखिन्छु म तर भित्र भने अनलाइन नै छु म बुफरिङ संसार कहिले लोड हुँदैन नियन्त्रणको अभिनय गर्छु म तर म बुफरिङ आफ्नो ड्रिम बिच कतै यदि शान्तिमा वाइफाई हुन्थ्यो घर फर्किन्थे म बुफरिङ भयो है This song deserves a video. रिलिज हान्नुपर्छ यार यो म्युजिक भिडियो सँग हान्नुपर्छ कस्तो खालको म्युजिक भिडियो I don't know. You can throw everything there. हिँडिरहेको डुलिरहेको खाइरहेको गफ गरिरहेको it can go anything. With music video upload गर न it will be a hit.
डेफिनेटली हामीसँग क्यामेरा छँदैछ नि बनाउने हुने होइन बनाइदिउँ न दामी हुन्छ यार इट्स रियली नाइस आई लाइक इट दामी छ है बोबाल छ तिम्रो मलाई एउटा सिम्पल मान्छेले बुझ्ने हिसाबमा हाउ डु यु प्रोड्युस स्टार्ट म्युजिक प्रोड्युसिङ तिमीले ल यो सङ बनाउने प्रोसेस भन न मलाई अब त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि प्रोसेसको कुरा गर्नु पर्दाखेरि चाहिँ सुरुमा होइन हाउ डिड यु डु दिस सङ बिहान उठिन्छ बिहान उठ्यो अर एनी टाइम हुन्छ नि 10 बजे उठ्यो ढिलो उठ्यो भने बस्ने एकछिन कफी खाने आनन्दले एकछिन स्टुडियोमा नबस्ने स्टुडियोमा सोफामा बस्ने होइन अगाडि स्टुडियो अगाडि सोफामा बस्ने यसो हेर्दै बस्ने के बनाउने त के छ मोटिभेसन होइन आएन भने बाहिर जाने होइन प्रोसेस चाहिँ त्यही हुन्छ क्या क्रिएटिभ प्रोसेस हो नि त कसरी स्टार्ट गर्ने त के गर्ने ल लोफाई बनाउँछु ओके लेट्स गो लोफाई हिपहप एउटा उयो त बनिन्छ होइन आर्ट बनिन्छ तर त्यसलाई कसरी डिफ्रेन्ट होइन कलरहरू हाल्ने होइन अनि बेसलाइनहरू भयो सबै कलरफुल बनाउनुपर्छ होइन अब त्यसको लागि चाहिँ त्यही हो साउन्ड डिजाइन बेसिकली धेरै हुन्छ क्या साउन्ड डिजाइनिङ स्याम्पल होइन स्याम्पललाई म्यानिपुलेट गर्ने वाट्स द फर्स्ट थिङ यु फ्लिप गर्ने चप गर्ने आई डोन्ट नो एनिथिङ के जे पनि गर्न सकिन्छ क्या फर्स्ट थिङ सबै ट्राई गर्छु म होइन अनि मलाई सुन्दा कुन चाहिँ सुन्दा राम्रो लाग्छ अथवा होइन फर्स्ट एउटा सुन्यो बनायो होइन अनि यो यस्तो हुन्छ यसलाई यस्तो गर्दा के हुन्छ होइन त्यही हो इज देयर अ स्टेप द्याट यु टेक ओर इट्स जस्ट लाइक you go whatever comes first whatever comes first so first ma lyrics writing huna sakcha first ma music sampling huna sakcha and how long did it take to finish this मैले पहिलेदेखि काम मैले सनी डे भन्ने पनि रिलिज गरेको थिएँ सनी डे त्यसमा त्यो तिनीहरू मैले भाइनल कलेक्ट गरिरहेको थिएँ भाइनलहरू अनि अब जे हुन्छ होइन अब बनायो कर्डहरू आफै बजायो त्यसलाई रिभर्स गर्यो अथवा के गर्यो एउटा टेक्निकहरू युज गर्यो त्यसलाई होइन अब त्यो डिफ्रेन्ट साउन्ड हुनसक्छ क्या अब जस्तै एउटा जे कुरा पनि स्याम्पल गर्न मिल्छ क्या लाइक लिटरली केही बजिरहेछ त्यहाँनिर बाटो अब बाइक गयो त्यो बाइकको साउन्ड क्याप्चर गर्यो भने त्योबाट नै साउन्ड निकाल्न सकिन्छ क्या जे पनि हुनसक्छ क्या देयर इज मल्टिपल अफ चोइस होइन त्यो जाने अब ट्याग गर्दाखेरि पनि एउटा साउन्ड निक्लिन्छ अब म चाहिँ बेसलाइनहरू सब मसँग मुग छ होइन मैले मुग एकदमै मनपर्छ मलाई मुग भनेको सिन्थेसाइजर अनि एनालग होइन एकदमै एनालग छ त्यसको साउन्ड डिजाइनहरू त्यसको असिलेटरको डिफ्रेन्ट होइन एन्भेलप एलएफओ भन्छ एडिएसआर होइन अट्याक डिले सस्टेन रिलिज त्यो सबै त्योबाट नि म्यानिपुलेट गर्ने क्या यो बढाउँदा यो यस्तो हुन्छ यो घटाउँदा तार जोड्नुपर्छ कि त्यो अब त्यो एउटा मुड हुनुपर्छ त्यो गर्नलाई अनि एउटा प्यासन अनि नलेज होइन स्टडी गर्यो नि त्यही हो भनेपछि त्यसरी नै सुरु हुन्छ भनेपछि इट्स जस्ट लाइक one little thing at a time and you just make it in a nice beautiful thing later अनि यो के अरे स्याम्पलहरू पनि धेरै ठाउँमा भेट्छ नि हामीले हाम्रो के अरे स्प्लाइसमा छ उता के अरे ट्र्याक लिडमा छ होइन जुन चाहिँ एकदम त्यो स्याम्पलहरूलाई चाहिँ म्यानिपुलेट गरेर हुन्छ नि आफ्नो डिफ्रेन्ट तर तिमीले बनाउने स्याम्पलहरू त सबै आफै बनाउँछ हैन आफै पनि बनाएर हुन्छु कहिलेकाहीँ के मन पर्यो सुन्दै गर्दा के मन पर्यो भने ओके लेट्स यो पनि छिराउँ न त के हुन्छ होइन भनेर त्यो पनि हुन्छ मेरो आफ्नो भोइस पनि स्याम्पलिङ गरेर हुन्छु केटाहरूले के गर्छ रेकर्डहरू गरेको बेला त्यस्तोहरू पनि स्याम्पलर छ क्या मसँग त्यो रोल्यान्डको छ त्यो स्याम्पलरहरूले अझ मजाले हुन्छ नि त्यो उयसबाट पनि मिल्छ गर्नु त तर अझै हातैले समातेर त्यो गर्न अर्कै छुट्टै मजा हुन्छ त्यसको होइन क्लोजिङ क्वेसन एउटा सोध्छु अनि क्लोजिङ गर्नु न त ल सोध्नु न त
सोध्नु न What's your future plan? मेरो फ्युचर प्लान भनेको अब आउने कमिङ इयरमा के छ प्लान? अब जे हुन्छ हुन्छ आई डोन्ट नो आइल बी होइन डुइङ माई सिट म गरेर हुन्छु आफ्नो आई डोन्ट नो वाट फ्युचर होल्ड्स इफ माई प्रेजेन्ट इज गुड आई बिलिभ माई फ्युचर विल बी You're gonna go with the flow. I guess, yeah. हेरौँ I'm gonna go with the flow also some strategies in life होइन अनि रोड म्यापहरू बनायो त्यही त हो नि मैले बुझ्नु I'm खोजेको good यार चाहिँ मैले बुझ्नु खोजेको चाहिँ लाइक तिम्रो जस्तै अब एउटा दुइटा फ्युचर प्रोजेक्ट छ भने नि त सिमिलर लाइक द्याट के छ What's मेरो coming? मलाई चाहिँ आई वान्ट टु डु यस्तो अहिले चाहिँ प्रोडक्सनमा चाहिँ मेरो आउनु लागेको चाहिँ आई थिङ्क अलिकति जङ्गल टाइपको जनरमा गर्न खोजिरहेको छु जङ्गल प्लस लोफाई हल्का साउन्डहरू मिक्स गरेर कस्तो सुन्छ त्यो एक्सपेरिमेन्ट गरिरहेको छु With the sounds of jungle. Okay. होइन नट द फरेस्ट नो नट द फरेस्ट इट्स अ जनर जङ्गल भने जनर छ जङ्गल भन्ने जनर पनि छ अर्को एउटा कस्तो हुन्छ बिट अलिकति फास्ट हुन्छ बिट फास्ट हुन्छ त्यस्तै हुन्छ अहिले मलाई मनपर्छ त्यो जङ्गल तर लोफाईमा छ म अलिकति डिफ्रेन्ट गर्न सक्छु होला ओके लाइक मैले अघि सुनाउन खोजिरहेको थिएँ जङ्गल खास जङ्गल इट्स अ जनर द फर्स्ट टाइम सुनेको हो नि जङ्गल जनर सो यु आर गोइङ टु डु समथिङ इन दिस जनर प्रोबेबली नेक्स्ट your next music would be on this okay yeah I listen to this sometimes when I need some energy this is kind of like a b-boying vibes b-boying ma pani yesto music bajera huncha हो battle-hरुमा yes This is yours? हो नि So you already have a jungle. अनि बनाउँदैछु एल्बम निकाल्नु पर्यो नि त यो अझै फाइनल त भएको छैन This is really good for dance, workout. हुन्छ नि छ Okay, cool. Yeah, I'm looking forward for this. I hope you have a whole album for this. This is gonna be jump start. गीत सुनिदिउँ न त एकछिन यो मैले एउटा उयसको लागि बनाइदिएको थिएँ के अरे हाम्रो अझै कम्प्लिट त भएको छैन कम्पनी भन्ने एउटा उयो कम्पनी भन्ने वेब सिरिज गीत केटाहरूको आफ्नो हाम्रो साथीहरूको कथा व्यथा सत्य कसको तरमा अलि स्वरै बिल्ला छ यार भयो फाइनल भयो सुनाउँछु ल 10 सेकेन्ड चाहिँ सुन फाइनल भयो छैन क्या अलि बिल्ला सुनेको छ मधुरो छ You want more bass? You want more अलिकति लो साउन्ड होइन यसमा अलिकति होइन मिक्सिङै भोकलहरू बिल्ला छ पछाडि धुम्म छ अलिकति त्यो मडी छ क्या वेब सिरिजको गीत छ कम्पनी सही हो Man, this is like Robin and Luza. बिल्ला छ अलि बनाउनु बिल्ला त के भने राम्रै छ Oh, this is super good. तिमीले नभने भए I would have thought like, oh, what is this Robin and Revolution? यो बनाइदिएको अब त्यो जनरमा चाहियो रे केटाहरूलाई ल बनाइदिउँ न त भने जसको पैसा उसकै शक्ति
पैसाको जमै हुन्छ भक्ति बेरोजगारी भ्रष्टाचारी डकैती र बलात्कारी पैसामै न्याय बिग्छ गरिबको अघि अत्याचारी पैसाको अगाडि कालो हुन्छ दयालु मन पनि सबैको आफ्नै दया चलाउँछ स्वार्थको कम्पनी अलिक भएको छैन त यो मिलाउनु पर्छ For me, it's like, wow, again. This is a style of like Robin and New Revolution ko jasto. Even voice पनि अलि होइन छैन अलिक कराएर तित्याएर गएको तिमीले आफूलाई चाहिँ जहिले पनि अलिकति तलै हेरेर हुन्छ नि त अनि त्यही भएर पनि त्यस्तो भयो क्या अब अप्टिमल लेभलमा छैन होला वी डोन्ट नो तर लाइक दिस इज अलरेडी भेरी गुड थ्याङ्क यू फर यर टाइम इट्स माई प्लेजर दाइ लभली मिटिङ यु कमिङ हियर स्पेन्डिङ सम टाइम योर प्रेसियस टाइम लभली मिटिङ यु दाइ एन्ड या अब तपाईँ पोडकास्ट सुरु गर्नुभयो नि त होइन अब नेक्स्ट को छ नेक्स्ट रोशन दाइ ओके हुन्छ दाइ सो सी यु अन सन्डे सी यु अन थ्याङ्क यू दाइ थ्याङ्क यू रे सी यु दाइ